रिनोक बजार उपारिको देख्दै गरेको क्रिकेट म्याच हुँदो रहेछ यहाँनिर फाइनल हो क्या आज वाह गाइस वेलकम टु अदिति स्टे यो एरो देखाएको छ उपरादेखिको चाहिँ यता जाने फाल्टै बाटो छ यता जाने फाल्टै कालिम्पोङ जाने बाटो फाल्टै छ यो साथीभाइ यस्तो हट्टेरिका हो हेलो गाइस र सबैजनालाई र आज चाहिँ म तपाईँहरूलाई यहाँदेखि चाहिँ मेरो होमस्टे हाम्रो लज चाहिँ कति टाढो पर्छ भनेर तपाईँलाई देखाउँछु यो चाहिँ मेरो गाउँको डाँडा माथिको हो यहाँदेखि ओह्रालो चाहिँ तपाईँहरूको मेरो गाउँ पर्छ र यो कुहिरो लाग्दै गरेको यो डाँडाहरू देख्दैछ यताको माथिको यहाँदेखि पछाडि चाहिँ पछाडिको पाहाडमा चाहिँ हाम्रो होमस्टे छ र हेर्नुहोस् है गाइस हेर्दै गर्नुहोस् मेरो ब्लग है आज एकदमै जाडो रहेछ हो एकदमै चिसो मौसम छ बाटो त्यस्तै दामी नै छ पुलिस गाडीहरू पुरा आउँदो रहेछ अहिले चाहिँ पानी पनि पर्ला हुँदैछ हो देखाउँछु म तपाईँहरूलाई हेर्नुहोस् लु कति किलोमिटर छ यहाँनिर हल्का तपाईँहरूले देखाइदिइहाल्नु पऱ्यो कालिम्पोङ 18 किलोमिटर रम्फू 30 किलोमिटर गान्तोक 70 किलोमिटर हो अन्त यतापट्टि पेदुङ छ 7 किलोमिटर रेसी 25 किलोमिटर रङ्ली 42 किलोमिटर छ है अब यो एरो देखाएको छ उपरादेखिको चाहिँ यता जाने फाल्टै बाटो छ यता जाने फाल्टै कालिम्पोङ जाने बाटो फाल्टै छ तपाईँहरूलाई म यता लान्छु किनभने म आज मयुरुङ जाँदैछु नि त पेदुङ रोड पर्छ तपाईँहरूलाई यो चाहिँ तपाईँ सन्तुक तला ओह्रालो जाने सन्तुक ग्राम पञ्चायत बाटोहरू है साथीभाइ आज चाहिँ म चाहिँ यता जानु हो यता चाहिँ तपाईँहरू कालिम्पोङ अलगढा हो यता चाहिँ तपाईँहरू पेदुङ रेसी भएर रोडे थाङ भएर तपाईँ सिक्किम पस्नुहुनेछ हो जाडो चाहिँ यस्तो डरलाग्दो छ कि यहाँनिर साथीभाइ मैले चाहिँ यहाँ कति खाप लुगा लगाइरहेको छु हो यो चाहिँ तपाईँहरूकै मयुरुङ जाने बाटो चाहिँ यो हो ओह्रालो हो अब यहाँनिर हल्का म्याप देख्छ कालिम्पोङ डिस्ट्रिक्ट ट्राफिक पुलिसले चाहिँ यहाँनिर के उयो गरेछ एकदमै खतरनाक ट्रफी हेर्नुहोस् गाइस त्यहाँबाट ट्रफी आमा ट्रफी देख्नु भयो ट्रफी हेर्नुहोस् कस्तो रहेछ यस दामी रहेछ ट्रफी हेर्नुहोस् कस्तो रहेछ
दामी रहेछ। क्रिकेट म्याच हुँदो रहेछ यहाँ, फाइनल हो क्या आज। दामी दामी मैरुङ गाउँ पनि रमाइलो छ है साथीभाइ। यतिको चाहिँ क्रिकेट म्याचहरू भइरहन्छ हो। अब यहाँनिर चाहिँ म तपाईँहरूलाई अलिकति देखाउँछु ल। अघि नै कुहिरो लागेको मैले परबाट देखाउँदै थिएँ नि डाँडाबाट। यो पछाडि चाहिँ अघिको त्यो हाम्रो गाउँ पर्छ हो। अनि यहाँ चाहिँ मेरो त क्या हाम्रो अब यहाँ मैरुङ गाउँ एकदमै रमाइलो, जहाँ चाहिँ होमस्टेहरू पुरा छ हो। होमस्टे चाहिँ यहाँ छ मेरो, यहाँनिर अदिति स्टे देख्नु भयो होला, त्यो रातो छाना भएको यही हो। यो चाहिँ हाम्रो होमस्टे है। यता चाहिँ तपाईँहरूको रिनोक बजार उपारिको देख्दै गरेको। हिउँ पनि देख्दो रहेछ आज त माथि हल्का हो। वाउ खुबसुरत। ल यता साथीहरू हेर्दै गर्नु है। अब होमस्टेसम्म लान्छु तपाईँलाई म। I love मैरुङ, दामी लाग्छ। वाउ साकार होमस्टे। तपाईँहरूको अर्को होमस्टे देख्नु हुँदैछ है। कस्तो दामी छ गाइस, मजा छ है। होमस्टेहरू चाहिँ नट ब्याड छ यहाँ हाम्रो गाउँ मैरुङमा चाहिँ। होमस्टे मात्रै भेट्छ यहाँ मैरुङमा चाहिँ तपाईँहरूले। होमस्टे गुराँस हेर्नुहोस्, गुराँस मर्दै रहेछ एकदमै दामी। यहाँ पनि छ एउटा होमस्टे। के छ भाइ? मुनि चाहिँ छ हाम्रो होमस्टे एकछिन ल तपाईँलाई म यहाँदेखि चाहिँ लान्छु। अब माइक खुल्दा एप्ली खुलेछ त। खास आइपुग्यो अदिति स्टे जाने बाटो चाहिँ यही। बाटो चाहिँ खतरा छ नि फेरि हाम्रो होमस्टेको चाहिँ, एकदमै खतरनाक बाटो भन्छ यसलाई, एकदमै डेन्जर। ढुङ्गा चाहिँ यता आएछन् न हामीलाई। वाउ गाइस, वेलकम टु अदिति स्टे। टुबो मजाले लगाइदिएछ है आपाले। पारी मजाको देख्दैछ रिनोक बजारहरू हो। माथि अलिकति कुहिरोले छिल्छ, हिमाल दामी देख्थ्यो नि माथि नभए तपाईँहरूले। बाइक चाहिँ अब भित्र हाल्नु पऱ्यो नि होइन। फुलहरू रोपेको हेर्नु मजा छ होइन। बाइक चाहिँ म यहाँ माथि नै राख्छु, हिलो उछिर्दैन नि बाइकमा। ल साथीहरू म चाहिँ अहिले फाइनली आइपुगेँ तपाईँहरूको यहाँ।
होमस्टेमा हो ल हाम्रो होमस्टे चाहिँ यस्तै छ फिलहाल चाहिँ यहाँ तल्लोपट्टि पनि बनिँदैछ होमस्टे एउटा दाजुहरूको हाम्रो चाहिँ होइन रुम अलिकति देखाइदिन्छु तपाईँहरूलाई है रुम चाहिँ कस्तो छ भन्दा हाम्रो चाहिँ एकदमै रुम चाहिँ यस्तै छ हो ल भ्यू चाहिँ हाम्रो होमस्टेबाट चाहिँ यस्तै देख्छ है फिलहाल चाहिँ